Why not banana? Why not coconut भन् जस्तो है जिन्दगी त यहाँ पुरै माछा चाहिँ हैन बब्बालै छ के माछा कि सर्प जस्तो के हो भन्छ हैन गोर्खे आज चाहिँ राति हिँड्दा छ के अहिले ठ्याक्कसँगले 8 बजेर ओ हेलो सबजनालाई स्वागत छ आजको नयाँ भिडियोमा। आज झमक्कै रात परिसकेको छ हैन गोर्खे चिया कोरियातिर हैन। अब मार्केट जाउन त भन्ने ड्युटी छुट्टी भयो टक्कसँगले 7 बजे लाग्दाखेरि हैन। त्यसपछि यसो मार्केट हान्दिउँ न त हैन, भोलि शनिबार सुत्दिने हो बिहानभरि किन चिसोमा मार्केट कुद्नु त भन्ने सोच आयो। अनि झमक्क रात परिसकेको छ हैन। अनि एक्लै मार्केट चल्दैको तर उज्यालो देखिरहेको होला पछाडि चाहिँ, तर यो आइफोनले भएर अलि उज्यालो देखिरहेको छ, मेरो आँखाले देखिरहेको छ हैन। अनि आज पुरै काम लास्टै गाह्रो थियो माका गदै भएको थियो माथट हैन। यतिर पुरै सुन्ने सान छप्पिने केही छैन के, पुरै ठप्प छ हैन। धन्न क्यामेराको लाइट अलिकति लाइट भएर चाहिँ पुरै उज्यालो जस्तो देखिरहेछ, तर रात पर्न लागिसक्यो हैन। अब म मार्केट पुग्दाखेरि त त्यही हो झ्याप्पै रात परिहाल्छ। त्यसपछि राति अब एक्लै आउनुपर्ने हुन्छ हैन। त्यही अनि मेन कुरा त मसँग पैसा रहेनछ क्या माका है। अनि केटाहरूलाई हालिदियो भनेर अनि त्यसपछि अब मार्केट जाँदैछु के पैसा ल है केटा हो केटी हो के छौ। अनि यतिर छ है, यतिर कोरियाको यस्तो छ। बेलुकाखेरि भयो होइन, झमक्क साँझ परिसक्यो, गोर्खे हिँड्दैछ होइन। बाटो मेन रोडमा आइपुगिसकेको छ होइन। अब बजारतिर यतातिर जानुपर्ने छ होइन। म चाहिँ अनि टक्कसँगले है के साह्रो हल्लिएको अनि फेरि यार छ्या ओ नो हो माइ गॉड। यस्तै छ होइन लाइफ गाइस, यस्तै छ जिन्दगी। लगडा हो फाइनली आइपुग्यो बजार पनि होइन। गाह्रो छ पुरै चिलमा हो है। त्यसो होइन कपाल घात पुरै यस्तो भइसक्यो। मैले ज्याकेट पनि लगाएर आएन कि बेलुका यस्तो भयो, लास्टै चिसो हुन थाल्यो कि अहिले चाहिँ केही छैन कुद्दिन्छ होइन झोला बोकेर। ल यार गाडी आइदियो क्या मेरो त यार, अलिकति ढिलो भयो क्या सेट डुबाउँछ क्या कम्पनी यार। ओ नो मेरो गाडी छुट्यो भने त बिजोक रमाइलो हुन्छ। म आज हिँड्नुपर्छ नि फेरि, आछ कि पाउँछ भनेर छ त यार। ल यार सेट ढिलो भएछ यार, आइपुगिसकेछ भनेको म 10-15 मिनट ढिलो भइहालेँ यार। तनाव भयो तनाव हो कि अब ढिलो भइदिइहाल्यो होइन। मेरो गाडी हिँड्दै हाल्यो, केही छैन अब हिँडेर चल्दिने हो। यस्तै छ पछाडि चाहिँ माछा चाहिँ बब्बालै छ क्या माछाहरू। अनि मार्केट त पुरै होइन झिलिमिली भइसक्यो अहिले त लाइटहरू। यो फर्स्ट टाइम जस्तो पुरै अलिकति आफैले यसरी होइन बोल्दै भ्लगिङ गरेको चाहिँ बेलुकाखेरि चाहिँ आज चाहिँ लाइट पुरै जस्तो लागिरहेको क्या। त्यस्तो अलिकति मनै खुसी भएको फिल भइरहेको छ कि आफूलाई चाहिँ होइन। त यो गाह्रो छ चिसोले हान्न थालिसक्यो पुरै कान सान। ल यार ठ्याक्कै बस आइतिर क्या मासेट गयो, दिमाग खराब यार। म ढिलो भइहालेछ यार, बस चल्दिरहेको दिमाग खराब छ। त्यहाँ देखाइरहेको थियो कि आइपुगिसक्यो भने नभन्दै फुत्ता कटिदिरहेको। म चाहिँ उता जाँदैछु, उता कटिदिइसक्यो। ल सकिएन अब गोर्खे शीतल हो कि अब हिँडिछ मजाले आधा घन्टा अब चिसोमा। राति भए फेरि एक्लै छ बाटोमा, फेरि कुत्ता भुक्छ यहाँ गरेर होइन। त्यो मास त्यसलाई काटेर मास खानुपर्ने हुन्छ नि त। त्यो त फेरि नेपालमा पो खाइन्न त, यहाँ त फेरि अनि पुरै हानिदिइहाल्दो रहेछ होइन। यो होइन कोरिया चाहिँ यस्तो छ। यो चाहिँ सङ्जन हो होइन, हामी चाहिँ गाउँतिर हो नि त। धेरै जस्तो पनि यहाँ पुरै माछा चाहिँ होइन बब्बालै छ क्या। माछा कि सर्प जस्तो के हो भन्छ होइन, त्यो चिनिन्न। अब कोही चाहिँ माछा त अब चिनिने भयो, त्यो सर्प जस्तो टाइपको हुन्छ, बाम हो कि के हो होइन त्यो चाहिँ थाहा भएन। त यो यस्तो छ होइन जिन्दगी, शीतल हो रमझम छ है। वाइ नट बनाना वाइ नट कोकोनट भन् जस्तो है जिन्दगी त। ल गाइस होइन फाइनली किनमेल पनि हानियो होइन। झोला पुरै टिनिक्कै भरियो है। झोला पनि के किन्ने के म्याच 600 पर्छ एउटा प्लास्टिकलाई। 600 कति तिर्ने क्या, म त हप्तै पछि तिर्थेँ होइन। अस्ति यसो प्लास्टिकको मूल्य हेरेको म्याच 600 हेरेँ क्या।
म त झस्याङ्ग भयो कि 600 त्यति प्लास्टिक हप्ता पछि लगिरहेको चाहिँ मैले त अनि यो हप्ता चाहिँ मैले लिँदिनँ अब नेक्स्ट विक लिनुपर्ने हुन्छ किनकि अब त्यहाँ काम लागिरहेको हुन्छ प्लास्टिक पनि अनि यहाँनिर चाहिँ गक्कसँगले पनि गाडी साडी पनि हेरेँ होइन अब म आउने ठ्याक्कै आउने पुग्ने बुगा एउटा गाडी गएको थियो अब अहिले चाहिँ कति बजी आउँछ होला यसो हेरेको अझै 57 मिनट पछि रहेछ अब 57 मिनट बस्छौँ भने के बस्ने यो चिसोमा होइन चिसो हुन थालेपछि एकदम चिसो लाग्न थाल्यो मैले ज्याकेट सेकेन्ड लगाएको थिइनँ होइन झोला बोकेर लागिदिन्छु भनेर म चाहिँ लागिदिएको गोर्खे अब होइन चिलमा पुरै अब यहाँबाट हिँडिन्छ 25 मिनट जति यो झोला छ 25 मिनट त पुग्दिनँ मलाई थाहा छ कि आधा घन्टा त मलाई कम्तीको नि लाग्छ नै त्यही हो यतिर त रमझम छ अब जाने बाटो चाहिँ पुरै सुन्ने सानो के चिल हो कि यस्तैमा केही हुँदैन प्यासो गोर्खे तर झोला लास्टै गरौँ भयो होइन ल साथीहरू फाइनली म चाहिँ होइन रुमभन्दा अलिक उठ्तिर अब 5-10 मिनट हिँड्यो भने चाहिँ म ट्याक्क रुम पुग्छु होइन यो लाइटको तल आइपुगेको छु होइन यतिखेर चाहिँ टक्क लाइट बलिरहेको छ होइन अनि त्यही हो गोर्खे आज चाहिँ राति हिँडिरहेको छ कि अहिले ठ्याक्कसँगले 8 बजेर त्यही हो 4 मिनटको आएर रहेछ होइन 8-4 भइसकेको छ त्यही हो होइन 5 पनि भयो है 8-5 भयो गोर्खे हिँड्दैछ राति एक्लै छ के माथितिर पुरै जङ्गल छ होइन त्यही हो एउटा मोबाइल हातमा छ एउटाले भिडियो खिचिरहेको दुईवटा छ फोन होइन हिँड्दा छ एउटा लाइट बालेको छु होइन अँध्यारो छ नि त रोड त छ तर अँध्यारो छ होइन अनि गीत सुन्दा चाहिँ झुम्कावाला होइन ओइ यो लाइट मर्ने त यार के हो ओ पुरै ऱ्याप सुन्ने हो होइन आफ्नै पारामा चलिरहेको छ जिन्दगी यस्तै होइन तर यसो राति चाहिँ हिँड्नु हुँदैन केटा हो भन्ने चाहिँ होइन त्यो चाहिँ ठाउँ चाहिँ पनि आज म आइदिएँ होइन तर त्यो मैले गलत गरेको हो तर केही छैन ए चल्दैन हो भालै भएन त्यही हो अब चाहिँ हिँड्नुहुन्न होइन अरू पनि सोच्नुपर्ने हुन्छ नि त आफ्नो सोचेर हुन्न होइन त्यही हो घर फ्यामिली होइन गीत पनि फेरि ट्याक्कै त्यस्तै बज्यो कि अब भोट त सक्छ त अनि होइन त्यही भएर त्यस्तै हो होइन अब यतिर जङ्गल छ होइन यतिर यो पुरै जङ्गल हो क्या जङ्गल हो होइन अब कोही छैन एक्लै हो क्या पुरै चिलमा राखको तातो होइन अब कम्पनी पनि अझै उता लाग्छ मलाई 5 मिनट पनि लाग्छ होला त्यसपछि होइन अब उतातिर जानु पऱ्यो भित्र फेरि होइन 10 मिनट लाग्छ अझै माछालाई के आयो यार पछाडि भुक्क गर्छ त यार के हो र माथि यतिखेर भुताउँछ क्या तिर नि कहाँ के हो गोर्खे शीतल हुन्छ क्या तर बाल भएन बेसी क्या होस् दारू खाने झ्याप हुने होइन त्यही हो अब उतातिर चाहिँ अगाडि चाहिँ होस्टेलहरू पनि छ यहाँ चाहिँ त्यही कम्पनीको होइन अनि अब त्यहाँ त अहिले कोही छैन नि त रोडमा एक्लै हो अब जङ्गल टाँसिरहेको छ यही छ नयाँ जङ्गल है जङ्गल भइगयो होइन रोड छ रोडमा बिन्दा छिडिरहेको छ ऱ्याप सुन्दै शीतल होला होइन फेरि चिसो भएर शीतल होला जस्तो भइसक्यो कि चिसो भयो ज्याकेट लगाइकन आज गएको यतिखेर पुरै हात त कटकटिसक्यो मेरो त लास्ट त छैन है तर म यार त्यहाँ भुक्करै पछाडिपट्टि यार के हो पछाडि बस्दै साइडतिर भनौँ न राइट जङ्गलतिर के क्या आवाज दिएर कि त केही छैन मा बिन्दास छ चिलमा त्यो वास्तव भने जस्तो कि हाम्रो छैन हामी यस्तै हो क्या नेपालमा हुँदा नि यस्तै हिँडिन्छ राति एक्लै बिन्दास यहाँ पनि हिँड्यो तर यहाँ चाहिँ हिँड्नु हुँदैन होइन अब फ्यामिली पनि सोच्नुपर्ने हुन्छ नि त केही होला रे के होला होइन यो त विदेश हो नि त त्यही हो आज त हिँडिहाल्यो अब हिँड्नु हुँदैन भने चाहिँ ज्ञान छ होइन ए भाले फरेर म चाहिँ उताबाट आयो भने हुन्थ्यो होइन उताबाट गइनँ अनि यताबाट आएँ अनि अब आउँदाखेरि चाहिँ उताबाट जाँदा बेस्ट होला जस्तो लाग्यो यताबाट जङ्गल छ नि त एक्लै त्यो के भन्छ खेतै खेत हो होइन उताबाट चाहिँ गाडीको रोडहरू गाडी साडी आइरहेको हुन्छ होइन उज्यालो पनि हुन्छ यताबाट पुरै अँध्यारो हो कि फेसै देखिरहेको छैन है त्यही हो अब च्यानललाई सब्सक्राइब गर्नु भने सब्सक्राइब हाम्रो ड्याङ ड्याङ आएर आज भ्लग भन्दा पनि नाइट भ्लग भएको छ होइन नाइट भ्लगै भयो आज चाहिँ ठ्याक्कै म चाहिँ कम्पनी गेटमा आइपुगेँ होइन अब भित्र गइन्छ है त्यसपछि टक्कसँगले अब त्यही त हो नि होइन के छ जिन्दगी नाकबाट पानी पनि बग्न थाल्यो यार चिसो लाग्यो ठ्याक्कै कम्पनी गेटमा आइपुगेँ म चाहिँ होइन अब भित्र जान्छु है त्यहाँ त लाइट बलिरहेको छ मलाई ठ्याक्कै चिसोले पनि छुयो है पानी बग्न थाल्यो नाकबाट त्यही हो अब गेट खोल्यो होइन लामा जा अलि के सुनियो सुन्दाखेरि त अर्कै सुन्ने क्या
रा अनि मा जा अलि भयो नि यो त यार मजा आएन मतलब अब छोडिदिउँ भन्नु खोजेको होइन भ्लग छ त्यही भएर अलिकति यसो धस्दिनँ त भन्ने खोज्यो अन्यथा नलिनु होला होइन त्यही हो तर ब्याक लास्टै गरौँ भयो होइन कहाँ गइसक्यो फेरि मोबाइल यसो ठाडो पारेको साथ होइन हो गोर्खे शीतल भयो यार दिनभरि काम शीतल भएको थिएन आज यति सिमन्टीको धोर जति उचालो जतिको बिहानदेखिको है 8 घन्टा त मा नन स्टप के खाने बेलामा बसेको होइन भने त मा एक सेकेन्ड पनि बस्न उठा 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 मेसिनबाट आएको आछ उठाएको उठा आज त मेरो हालत त मा बिजोक भयो क्या तेरिका सम्झिँदा नि बिजोक रमाइलो लाग्छ हौ मलाई त है तर केही छैन है त्यही हो अब ठ्याक्क म चाहिँ कम्पनी गेटभित्र पनि छिरेँ होइन तर मलाई त्यहाँ पछाडि चाहिँ भुक गरेँ के हो गर्ने होइन जेसीको मैले वास्ता गरिनँ तर गर्नु चाहिँ खत्रै भुक्क गरेँ पछाडिपट्टि कस्तो तालले होइन जङ्गल थियो नि त त्यहाँनिर त त्यही हो अब च्यानललाई सब्सक्राइब पनि हानिदिनु होला होइन अब गोर्खे ठ्याक्कसँगले अब पढ्ने त आइपुगिसक्यो होइन कम्पनीबाट आइपुगिहाल्यो होइन त्यही हो अब चिलमा गोर्खे अब गएर खाना खान्छ होइन दाइहरूले खाना पकाउनु भयो होला टक्कसँगले होइन दोस्तले त्यसपछि त्यही हो बिन्दास फाइनली म चाहिँ होइन रुम पनि आइपुगेर ड्रेस पनि चेन्ज हाल्ने थियो नि कपडा सपडा पनि चेन्ज गरिदिएँ टक्कसँगले अनि खाजा पनि खाइदिइसकेँ होइन अब एकछिनपछि खाना खाने बेला भइसकेको छ त्यही हो आज भिडियोमा छुट्टिन्छु च्यानललाई सब्सक्राइब गर्न सबैजना सब्सक्राइब गरिदिनु होला होइन त्यही भन्न चाहन्छु बाबाई फेरि नेक्स्ट भिडियोमा मिलेछु छैन बार